हेलो गाइस, ल अब हामी चाहिँ रेडी भइसक्यौँ है यहाँनिर। आजको हाम्रो यात्रा कतादेखि कता सुरु? हाम्रो मम्मी राम्रो भएर हाम्रो ब्याग स्याग रेडी भएर अब हामी रेडी छौँ, जान्छौँ। अब ठुलोमा पनि आइसक्नु भयो, ठुलोमा पनि आइसक्नु भयो। हेर्नुहोस् हाम्रो गाडी आइपुग्यो। बाटो छोड्दिन, सबैजना आइपुग्नु भयो। अब हाम्रो गाडीमा सामान हाल्दैछौँ। के छ आन्टी? ठिक छ, एक्साइटेड हुनुहुन्छ? एक्साइटेड। ल गाडी हिँड्यो, हामी अब सबैजना चढ्यो। ल अहिले हामी ओरले चाहिँ अब खाजा खाँदैछौँ। चना चिउरा पकाएर लिएर आएको। हामी कहाँ छौँ अहिले? के भन्ने हो? ठाक्रेमा रहेछौँ। यस्तो छ, माताश्रीहरूको त छुट्टै छ। यता खाजाहरू भित्र नै भयो, पुग्यो भित्र हुँदैछ। अहिले चाहिँ हामी ठ्याक्कै यस्तो छ हालत है, एकदम बक्कले। अब हामी बागलुङ कालिका भगवती मन्दिरको गेट अगाडि आइपुगेका छौँ। दोस्रो दिन। हेलो भनिदिनु। हाय, आज हामी दोस्रो दिनमा छौँ। रुकुम पश्चिम सल्ले। डाक्टर मिजाज कोइराला वरिष्ठ हार्जोनी नसा रोग विशेषज्ञ सर्जन छोरा भएको कारणले हामी आएको, हामी अस्पतालमा उसले हामीलाई बोलायो। रहेका छौँ। कस्तो कस्तो मान्छेहरू आउँदा छन् सेवा लिनको लागि, यहाँको वस्तुस्थिति के रहेछ, जनताहरूको बसोबास कस्तो रहेछ भन्ने बारेमा हामी एकदम दृश्य अवलोकन गरिरहेका छौँ। अब हामी जाँदैछौँ पहाडतिर। प्राकृतिक मनोरम दृश्य, सुन्दर शान्त आनन्द बस्ने खुसी आनन्द हुने। मलाई चाहिँ एकदम रमाइलो लाग्यो। नेपालमा पनि वा यस्तो ठाउँ रहेछ है। रुकुम भिजिट 2026 हो। ल अहिले चाहिँ हामी अब बजार घुम्न हिँड्दैछौँ। कति बज्यो अहिले? चाहिँ 6 बज्न आँट्यो होला, अलिक छिटो हिँड्नु पर्छ। ल वाटर पाइप यहाँ माथिबाट जाँदो रहेछ है। हामी चाहिँ अहिले मुसिकोट बजारमा छौँ। रुकुमको मुसिकोट बजार।
क्लियर हुनु गरेको हुन्छ क्या बाटो साइड साइडको अनि अग्नि देखाएको क्या त्यो चाहिँ के गर्नलाई गरेको हुन्छ त्यो अग्नि लिएर त्यो अग्नि रेखा अरू जस्तै अरूको साइडको नजाओस् भनेर क्या यतिको बााउनु हुन्छ त्यहाँभन्दा आगो चाहिँ बाहिर नजाओस् भने त्यति हुनेको बााउन्ड्रीलाई मात्रै भनेर त्यसरी गरिन्छ क्या ल अब हामी कहाँ जानेछौँ भने मुस्कुमा सल्ले अटो Thank you. Like, share, and subscribe.